अहिले युएसबी किन्ने पनि पैसा हाल्दैछ नि होइन यसमा चाहिँ कति कुरा चाहिँ छुट्ने रहेछ अब जस्तै बच्चाको मुटुमा समस्या पेटमा समस्या भएको कुरा चाहिँ अब यसमा छुट्यो भने फेरि डक्टरले अब कहिले कति भयो नियुक्ति भएर आएको लगत्तै हामीले 15-20 दिनमा त सञ्चालन मेसिन आएको त 1 वर्ष हामी आएपछि तुरुन्तै यहाँको प्राविधिकलाई तालिममा पठायौँ यहाँ तयार गऱ्यौँ र 1 महिनाभित्रमा सुरु हामीलाई अब कहिलेकाहीँ यो फस्यो भने हातबाट झर्ने उपाय चाहिँ गर्ने त्यहाँबाट सिलिकन भन्छ सिलिकन गर्ने हाम्रो फुट्छ प्याकेट हुन्छ अनि त्यही भएर दुईवटा भयो भने एउटा सिस्टम हुन्छ सर तातो बनाउने हो बच्चाहरूलाई चाहिँ बच्चादेखि लिएर सबै तल भुइँसम्म नै तातो तातो बनाउँछ यहाँ चाहिँ तल कार्पेट राखेको छ यसमा चाहिँ कोठा नै तातो बच्चाहरूलाई चाहिँ अब चिसो गरेर बचाउनु यो चाहिँ पुरैमा गरेका छौँ त्यहाँदेखि त्यहाँसम्म नै छ अपरेसन गरेर बच्चा एकदम गाह्रो हामीलाई स्थापन पुग्छ टाइम दिएछ ठिकै छ जे गरेर नै गर्नु पऱ्यो जे छ त्यही गरेर अनि के भन्नु आगो बिरामी एउटा मेसिन आयो भने एउटा त्यता कहाँ थप्ने प्लान भयो आयो भने हुन्छ भित्र हामी अनि कसरी आउँछ त्यो चाहिँ हाम्रो 2 सिफ्ट चलिरहेको थियो 2 सिफ्ट चल्दाखेरि चाहिँ 32जना निश्चित अब होइन अहिले हामी बढाएर अहिले कतिजना दिइरहेको छ 40 जना अहिले 40 जना 7वटा मेसिन त 7वटा चलाएको ब्याकअप छैन हामीले सबै चलाएको छौँ हामी राति 11 बजी तर बिरामीको वेटिङ लिस्ट धेरै भएको कारणले इमर्जेन्सी बेड हुन्छ कहिलेकाहीँ बाहिर यता हुन्छ ती कामले आइरहेको हुन्छ उनीहरू आएर निस्कनु पर्ने त्यसको लागि चाहिँ त्यो कहाँ हो तपाईँको घर कहाँ हो सेक्रेटार कति भयो लिन थालेको सबै हाल गोर्खालीको ए हो राम्रो एकदम राम्रो लाग्यो मलाई साह्रै मन पर्यो उहाँले यही टोकन लिन्छ टोकनमा मान्छे राखिन्छ आज चाहिँ गर्नुहोस् न आज बिदा छ ए अँ विभिन्न ओपिडीहरू हाम्रो मेडिकल ओपिडीहरू यहाँ चाहिँ इको रुममा इको पनि यहाँ सञ्चालन गरिरहेका छौँ तालुकमा पुगेर हामीलाई धेरै गाह्रो भइरहेको छ लामो समय अब 3 महिना 4 महिना पुग्नुपर्छ सबै तल राखेर सानो भइसक्यो धेरै सानो भइसकेको छ हामीलाई
अहिले तिनवटा चेयर छ खास चाहिँ एउटा चाहिँ बिग्रिएको छ मेन्टेनेन्स हुने गरेर बिग्रियो कि नहुने फाल्नै पर्ने हो त्यो खाएर बन्दैन भन्ने लाग्छ राम्रो छ अहिले ला 2 जना 3 6 जना अहिले हामीसँग चाहिँ 20 जना नै हुनुहुन्छ दुईटै उहाँहरूले चाहिँ 80 देखि 85 वटा चाहिँ हाम्रो रन भइरहेको छ अहिले चलेको छ हाम्रो स्वीकृत बेडभन्दा 35 बेड हाम्रो 100 बेडको अस्पताल बनाउने आवश्यक छैन आवश्यकता छ कि यो आज चाहिँ अलिक खाली भयो नत्र चाहिँ बेड नपाएर हामीले चाहिँ हिसाब गर्न परिरहेको छ राति राति अब बेड मिलाइदिनुहोस् भनेर यो चाहिँ यहाँ बिरामी बच्चाहरू चाहिँ अलिक खस्याएको चाहिँ हुनुभयो भनेपछि हामीले यस्तो बच्चाकै बेड बच्चा बेड राखेपछि आमालाई समस्या एकचोटि बच्चा खस्यो के छ तपाईँको उपचार राम्रै रहेछ बच्चाको डक्टर अब यही जो बिरामी बच्चा बिरामी भएर घरमा आउँछ भएर बसेका बच्चाहरू जो निको हुँदै हुन्छ तिनीहरू आएर राखेको छ ग्रामीण भाषामा ओपिडी चलाउनु परेको छ हामी ओपिडी चारवटा छ अब त्यहाँ ओपिडी अहिले त्यहाँ पनि अब कम्प्याक्ट यदि कम्प्याक्ट हुन्छ मान्छे त्यो उभिन खोटेर ठाउँ पनि हुँदैन अब त्यो यहाँ बनाउन जग्गा पनि छैन कि एउटा यो पारिपट्टिको जग्गा कता लिने के गर्नु यो जग्गालाई हामीले चलाउन सक्छ त्यो हामीले भनेअनुसार भयो त्यो चाहिँ उहाँको हिजो बिहा भइसकेको छ अब सायद अब बिहा गर्दा बिहा जानुपर्ने भयो त्यो चाहिँ नै यसो भए पनि सेवा गर्न सक्छ अनि अर्को अब यो विषयको सेवामा हामीले घरमा छालाको पनि महिना एकचोटि गरेर छौँ र साइकेट्रीको चाहिँ समस्या के छ भने चिया लिँदै गरौँ र म भन्दैन त्यसपछि यो मानसिक रोगको डक्टरको घरमा पनि यहाँ हुनुहुन्छ तर उहाँको चाहिँ काजमा नर्सको डक्टर मैले धेरैचोटि साथीहरूलाई पनि जानकारी गराइसकेको छु त्यसको बारेमा अब यहाँका मान्छेले सेवा पाएनन् त्यो अब उहाँ चाहिँ मनोरोग विषय साइकेट्रीको त्यो गरिब मान्छेहरू तिनीहरूले सेवा दिनुपर्ने मान्छे धेरै हुन्छ क्या त्यसले गर्दा हाम्रो यहाँ तल हामीले हुनु पर्ने 1 महिनाको रूपमा हामीले भनेर चाहिँ उहाँको चाहिँ अब हामीलाई यो